नमस्कार, म एभरेस्ट गौतम। इरान र इजरायल बीचको तनावका कारण यस हप्ता पेट्रोल र डिजेलको मूल्यमा 10% भन्दा बढी वृद्धि भएकाले बेलायती अर्थमन्त्रीले अन्य सामानहरूमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको प्रभाव रोक्न सम्भव भएसम्म प्रयास गर्ने जनाएकी छिन्। बेलायतका राजा चार्ल्स तृतीयको अफिसियल जन्मदिनको अवसरमा बेलायतमा च्यारिटी काममा उत्कृष्ट सेवा गरे बापत नेपाली सुजन कटुवालाई MBE पदकबाट सम्मानित हुने भएका छन्। लन्डनको किङ क्रस ट्रेन स्टेसनबाट अन्य युरोपेली सहरहरूमा जाने युरो स्टार हाई स्पिड रेल पेरिस, ब्रसेल्स र एम्स्टर्डम जाँदै गरेकोमा अब सन् 2030 देखि जर्मनको फ्र्याङ्कफर्ट 5 घण्टामा तथा स्विजरल्यान्डको जेनेभामा 5 घण्टा 20 मिनटमा पुग्ने जनाइएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय कमिटी महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा प्रवासी नेपाली मञ्च युकेको आइतबार सम्पन्न 9औं अधिवेशनले पशुपति पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ। भूतपूर्व गोर्खाको लामो समयदेखि थाँती रहेको मुख्य मागहरू र विशेष गरी समान पेन्सन सम्बन्धी विषयमा केन्द्रित रहेर नेपाली राजदूतावास लन्डन, संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरू एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागितामा प्राविधिक स्तरको बैठक नेपाली दूतावास लन्डनमा सम्पन्न भएको छ। बेलायतमा मगर संघ युकेले जुन 14 तारिकमा आयोजना गरेको 17औं नेपाली ओपन कन्सर्ट म्युजिक फर युनिटीमा चर्चित कलाकारहरू अन्जु पन्त, खेम सेन्चुरी लगायतको सहभागिता रहेको थियो। धन्यवाद।